जापानमा जीवन धेरैका लागि यो एउटा सपना हो। नयाँ अवसर, राम्रो भविष्य अनि एउटा सुरक्षित समाज। तर कहिलेकाहीँ यो सपनाको पछाडि एउटा यस्तो जोखिम लुकेको हुन्छ जसले एकै क्षणमा सबै कुरा तहस-नहस बनाइदिन सक्छ। र यो जोखिम सडकमा हुने हिंसा वा चोरीको होइन, यो हो तपाईँको पहिचानको दुरुपयोग। आज हामी जापानको जाइर्यु कार्ड र फोन नम्बरसँग सम्बन्धित घोटालाहरूको अलिक गहिरो विश्लेषण गर्दैछौँ। हाम्रो उद्देश्य पनि एकदमै स्पष्ट छ। यो खतरा के हो, यसबाट कसरी बच्ने, अनि मानव कसैले जानकारी दिइसकेको छ भने अब के गर्ने हो, यही बारेमा हामी आज विस्तृत कुरा गर्छौँ। यो विषय साँच्चै नै गम्भीर छ, किनकि हामी मध्ये धेरैले यसको गहिराईलाई सायद बुझेकै हुँदैनौँ। जाइरो कार्ड केवल एउटा प्लास्टिकको कार्ड वा परिचय पत्र मात्र होइन। यो जापानमा कुनै पनि विदेशीको कानुनी पहिचानको आधार हो। यो तपाईँको अस्तित्वको प्रमाण नै हो भन्दा हुन्छ। यो कार्डको महत्त्व नबुझ्दा धेरैको भविष्य जोखिममा परेको मैले देखेको छु। त्यही भएर आजको हाम्रो छलफल विशेष गरी विद्यार्थी, कामदार र जापानमा भर्खरै आउनुभएकाहरूका लागि अत्यन्त महत्त्वपूर्ण छ, किनकि उहाँहरू नै यस्तो घोटालाको प्रमुख निशानामा पर्नुहुन्छ। अस्तित्वको प्रमाण तपाईले प्रयोग गर्नुभएको यो शब्दले नै यसको गम्भीरता दर्शाउँछ। त्यसो भए यहीबाट सुरु गरौँ। यो जाइर्यु कार्ड आखिर हो के र यसलाई किन यति शक्तिशाली मानिन्छ? साधारण भाषामा भन्दा यो जापानमा बस्ने विदेशीहरूलाई दिइने आधिकारिक परिचय पत्र हो। यसमा पूरा नाम, जन्म मिति, ठेगाना, भिजाको प्रकार, अवधि अनि एउटा विशेष परिचय नम्बर जस्ता जानकारी हुन्छन्। स्रोतमा एउटा वाक्यांश छ जसले मलाई निकै छोयो। जापानमा जाइर्यु कार्ड इज इक्वल टु तपाईँको पहिचान। तर मलाई के कुराले अचम्ममा पार्छ भने अरू देशमा पनि त परिचय पत्र हुन्छन्, तर जापानको यो कार्ड किन यति धेरै शक्तिशाली मानिन्छ? यहाँ रोचक कुरा के छ भने जापानको प्रशासनिक प्रणालीमा यो कार्डको भूमिका बहुआयामिक छ। यो केवल म फलानो हुँ भनेर चिनाउनका लागि मात्र होइन। तपाईले सरकारी सेवा लिनु पर्यो, जस्तै सिटी अफिसमा दर्ता गर्न वा स्वास्थ्य बीमा बनाउन यही कार्ड चाहिन्छ। ब्याङ्कमा खाता खोल्न, फोनको सिम कार्ड किन्न वा कुनै काम सुरु गर्न पहिलो र अन्तिम प्रमाणीकरणको आधार नै यही कार्ड हो। यसको मतलब जसको हातमा तपाईको जाइर्यु कार्डको जानकारी छ, उसले तपाईको कानुनी र आर्थिक जीवनको लगभग सबै ढोका खोल्न सक्छ। त्यसैले जब यसको नक्कल वा दुरुपयोग हुन्छ, तपाईको भौतिक शरीर मात्र यहाँ हुन्छ, तर तपाईको पुरै डिजिटल र कानुनी पहिचान अर्कैले चलाइरहेको हुन्छ। तपाईले भन्नुभयो कि यो कार्डले कानुनी र आर्थिक जीवनको ढोका खोल्छ। यो सुन्दा नै डरलाग्दो छ। तर मलाई अचम्म लाग्छ, जापान जस्तो विकसित र सुरक्षित मानिने देशमा यस्ता घोटालाहरूमा विशेष गरी हामी विदेशीहरू नै किन परिरहेछौँ? के हामी सजिलो निशाना हौँ? हो, दुर्भाग्यवश हामी सजिलो निशाना हौँ, र यसका पछाडि केही मनोवैज्ञानिक र प्रणालीगत कारणहरू छन् जसलाई घोटाला गर्नेहरूले राम्ररी बुझेका हुन्छन्। पहिलो र सबैभन्दा ठूलो कारण हो प्रणालीको अज्ञानता। एकछिन है, प्रणालीको अज्ञानता भन्नाले जस्तै सिटी अफिसमा कुन फर्म भर्ने भन्ने थाहा नहुनु जस्तो सामान्य कुरा, कि अझ गहिरो के? त्यो भन्दा धेरै गहिरो। जस्तै जापानमा कुनै कन्ट्र्याक्टमा हस्ताक्षर गर्नुको कानुनी दायित्व कति हुन्छ भन्ने कुरा नबुझ्नु। धेरैले यसलाई सामान्य प्रक्रिया ठान्छन्, तर त्यो एउटा बाध्यकारी सम्झौता हो जसबाट तपाईँ पछि हट्न सक्नुहुन्न। नयाँ आएकाहरूलाई कुन कागज कहाँ चाहिन्छ, के को कति महत्त्व छ भन्ने पूर्ण जानकारी हुँदैन। यही अज्ञानताको फाइदा उठाइन्छ। दोस्रो हो भाषाको बाधा। जापानी भाषामा राम्रोसँग सञ्चार गर्न नसक्दा कसैले अलिकति सहयोगी बनेर केही भन्यो भने सजिलै विश्वास गर्ने प्रवृत्ति हुन्छ। अनि तेस्रो, जुन मलाई लाग्छ सबैभन्दा खतरनाक हो, विश्वास, विशेष गरी आफ्नै समुदायको मान्छेमाथिको विश्वास। तपाईले ठ्याक्कै समात्नुभयो। तेस्रो र सबैभन्दा खतरनाक कारण हो अत्यधिक विश्वास। विशेष गरी आफ्नै देशको वा साथीको साथी भनेर कोही आउँदा यसले त धोका दिँदैन होला भन्ने मानवीय भावनाले काम गर्छ। र चौथो कारण अलि प्राविधिक छ, त्यो हो डिजिटल प्रमाणीकरणको कमजोरी। जापानमा आजकल धेरै सेवाहरू जस्तै फोनको कन्ट्र्याक्ट वा केही अनलाइन सेवाहरू भौतिक उपस्थिति बिना नै कार्डको फोटो र जानकारीको आधारमा प्रमाणीकरण हुन्छन्।
भनेपछि पसलमा आफै नगइकन पनि कन्ट्र्याक्ट गर्न मिल्छ। यही हो कमजोरी। हो, यही हो। यो कमजोरी जापानको ह्याङको संस्कृतिबाट डिजिटल प्रणालीमा सर्दाको एउटा अवशेष जस्तो हो। पहिले भौतिक छापमा पूर्ण विश्वास गरिन्थ्यो, अहिले त्यही विश्वास कागजी प्रमाणको फोटोमा सरेको छ, तर त्यसलाई सुरक्षित राख्ने डिजिटल तहहरू त्यति बलिया छैनन्। यही कमजोरीको फाइदा उठाएर घोटाला गर्नेहरूले टाढैबाट तपाईँको पहिचानको दुरुपयोग गर्छन्। यो त निकै डरलाग्दो कुरा हो। अब मानौ म फेसबुक स्क्रोल गरिरहेको छु र एउटा पोस्ट देख्छु, सजिलै नयाँ आइफोन निकालौँ कुनै झन्झट बिना। यस्तैबाट सुरु हुन्छ होला है। स्रोतहरूमा घोटाला गर्नेहरू कसरी प्रस्तुत हुन्छन् भन्नेबारे केही उदाहरणहरू छन्। उनीहरू साथीको साथी बनेर आउन सक्छन्, वा म पनि तिम्रै देशको हुँ, मलाई थाहा छ यहाँ कति गाह्रो छ भनेर भावनात्मक सम्बन्ध जोड्न खोज्छन्। कोही नक्कली जागिरको एजेन्ट बनेर आउँछन्। उनीहरूले प्रयोग गर्ने बहानाहरू पनि लगभग उस्तै हुन्छन्, जस्तै प्रमाणीकरणका लागि तपाईँको जागिरियु कार्डको फोटो चाहियो, वा चिन्ता नगर म तपाईँलाई जागिर, सिम कार्ड वा नयाँ फोन पाउनु मद्दत गर्छु, वा यो केवल एकछिनको लागि हो, केही जोखिम छैन, मलाई विश्वास गर। एकदम। यी बहानाहरूको पछाडिको मनोविज्ञानलाई बुझ्नुपर्छ। घोटाला गर्नेहरूले तपाईँको आवश्यकतालाई आफ्नो हतियार बनाउँछन्। तपाईँलाई जागिर चाहिएको छ, उनीहरू जागिरको लोभ देखाउँछन्। तपाईँलाई नयाँ फोन चाहिएको छ, उनीहरू सस्तोमा वा सजिलै मिलाइदिने वाचा गर्छन्। उनीहरूले तपाईँको विश्वास र आवश्यकता दुवैको एकैसाथ शोषण गरिरहेका हुन्छन्। म पनि विदेशी हुँ, मद्दत गर्न चाहन्छु भन्ने वाक्य आफैमा एउटा भावनात्मक पासो हो, जसले तपाईँको सतर्कतालाई कमजोर बनाइदिन्छ। हो, र यसले एउटा झुटो सुरक्षाको भावना पनि दिन्छ हैन र? आफ्नै मान्छेले त के धोका देला भन्ने सोचाइले नै हामीलाई सबैभन्दा कमजोर बनाउँछ सायद। ल ठिक छ, अब यहाँनिर सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँछ। मानिलिऊ कसैले विश्वास गरेर आफ्नो जागिरियु कार्डको फोटो र फोन नम्बर दियो, त्यसपछि वास्तवमा के हुन्छ? त्यो जानकारी कहाँ जान्छ र त्यसको दुरुपयोग कसरी सुरु हुन्छ? यहाँबाटै वास्तविक दुःस्वप्न सुरु हुन्छ। उनीहरूले त्यो जानकारी पाएपछि गर्ने पहिलो र सबैभन्दा सामान्य काम हो मोबाइल फोन र सिम जालसाजी। तपाईँको नाममा तपाईँको जानकारी प्रयोग गरेर किस्ताबन्दीमा महँगो आइफोन वा अन्य स्मार्टफोनहरू निकाल्छन्। त्यो फोन तुरन्तै बजारमा लगेर बेच्दिन्छन् र पैसा आफ्नो खल्तीमा हाल्छन्। यति मात्र होइन, तपाईँको नाममा धेरैवटा सिम कार्डहरू पनि निकाल्छन्। अनि त्यसको बिल? त्यो त मेरो ठेगानामा आउँछ होइन र? ठ्याक्कै, उनीहरूले 1 महिना पनि बिल तिर्दैनन्। केही महिनापछि अचानक तपाईँको घरमा लाखौं येनको बिल आइपुग्छ, किनकि सबै कन्ट्र्याक्ट तपाईँको नाममा छ। मोबाइल कम्पनीले तपाईँलाई फोन गर्न थाल्छ, चिठी पठाउन थाल्छ। यो त सुरुवात मात्र हो। सुरुवात मात्रै? यो सुन्दा त अन्त्य जस्तो लाग्छ। अरू के हुन सक्छ? दोस्रो, उनीहरूले तपाईँको नाममा उपभोक्ता ऋण वा अन्य नगद सेवाहरू लिने प्रयास गर्छन्। यद्यपि धेरैजसो अवस्थामा यो प्रयास सफल नहुन सक्छ, किनकि त्यसका लागि थप प्रमाणीकरण चाहिन्छ। तर तपाईँको नाममा ऋण लिन खोजिएको रेकर्ड क्रेडिट सूचना प्रणालीमा बसिसकेको हुन्छ। यसले भविष्यमा तपाईँलाई असर गर्छ। तेस्रो, उनीहरूले नक्कली ब्याङ्क खाता खोल्ने वा विभिन्न वालेट सेवाहरूमा तपाईँको नाममा दर्ता गर्ने प्रयास गर्न सक्छन्, जसलाई पछि अवैध पैसाको कारोबारका लागि प्रयोग गर्न सकिन्छ। अनि सायद सबैभन्दा डरलाग्दो कुरा त आपराधिक गतिविधिमा पहिचानको प्रयोग होला, हैन? हो, र यो सबैभन्दा गम्भीर हो। उनीहरूले तपाईँको परिचय पत्र प्रयोग गरेर कुनै अवैध काम गर्न सक्छन्। जब त्यो गतिविधिबारे पुलिसले अनुसन्धान थाल्छ, उनीहरूले घोटाला गर्नेलाई होइन, तपाईँलाई सम्पर्क गर्छन्, किनकि कागजपत्रमा नाम, ठेगाना र फोटो त तपाईँको छ। 1 मिनेट, भनेपछि मैले नगरेको अपराधको लागि पुलिस मेरो ढोकामा आउन सक्छ? हो, बिल्कुल। अब सोच्नुहोस्, तपाईँ आफ्नो काम वा पढाइबाट थाकेर घर फर्किनु भएको छ र ढोकामा पुलिस उभिएको छ। उनीहरूले तपाईँलाई एउटा अपराधको बारेमा सोधपुछ गर्न थाल्छन् जुन तपाईँले सुन्नुभएको पनि छैन। यो अवस्था कल्पना गर्न पनि कति गाह्रो छ। यो त साँच्चै कहाली लाग्दो छ। यहाँनिर मलाई लाग्छ हामीले यसको परिणामबारे अझै गहिरिएर कुरा गर्नुपर्छ। यी सबै दुरुपयोगको वास्तविक र दीर्घकालीन असर के हुन्छ? यो क्रेडिट प्रणालीमा कालो सूचीमा पर्नुको वास्तविक अर्थ के हो? के यसले दैनिक जीवनमा असर गर्छ? धेरै ठूलो असर गर्छ। यसको परिणाम बहुआयामिक र अत्यन्तै पीडादायी हुन्छ।
पहिलो त तपाईले नगरेको अपराधको लागि पुलिस अनुसन्धानको सामना गर्नुपर्छ। तपाईँ निर्दोष छु भनेर प्रमाणित गर्न महिनौं कहिलेकाहीँ वर्षौं लाग्न सक्छ र त्यो प्रक्रिया आफैमा निकै तनावपूर्ण हुन्छ। दोस्रो, यो कुरा अध्यागमनको रेकर्डमा जान्छ। तपाईको पहिचान दुरुपयोग भएको रेकर्डले भविष्यमा तपाईको भिजा नवीकरणमा ठूलो समस्या निम्त्याउन सक्छ। अध्यागमनले तपाईलाई गैरजिम्मेवार ठान्न सक्छ वा तपाईको केसलाई शंकाको दृष्टिले हेर्न सक्छ। अनि क्रेडिट कालो सूचीको कुरा नि, हाम्रो स्रोतमा एउटा विद्यार्थीको कथा थियो। उसको नाममा कसैले फोन निकालेर बिल तिरेन। 2 वर्षपछि जब उसले आफ्नो पढाइ सकेर एउटा राम्रो कम्पनीमा जागिर पायो, उसले घर भाडामा लिन खोज्दा ग्यारेन्टर कम्पनीले उसको आवेदन पटक पटक अस्वीकार गर्यो। कारण खोज्दै जाँदा थाहा भयो उही नतिरेको सानो फोन बिलले उसको क्रेडिट स्कोर ध्वस्त पारेको रहेछ। उसको नाम कालो सूचीमा थियो। सानो गल्तीले भविष्यको ठूलो अवसर नै गुम्यो। यसको मतलब भविष्यमा तपाईले ऋण लिन, क्रेडिट कार्ड बनाउन वा गाडी वा घर जस्तो ठूलो कुरा किस्ताबन्दीमा किन्न लगभग असम्भव हुन्छ। यो त जिन्दगी भरिको दाग जस्तै भयो। अनि यी सबैको मानसिक असर? हो, त्यसको त कुनै हिसाबै हुँदैन। कानुनी प्रक्रियामा लाग्ने समय, वकिललाई तिर्नुपर्ने पैसा र त्यसले दिने मानसिक तनाव, साथीभाइ र परिवारबाट टाढा, एउटा विदेशी भूमिमा यस्तो समस्यासँग एक्लै जुझ्नु पर्दाको पीडा कल्पना गर्न सकिँदैन। स्रोतमा भनिएझै निर्दोष मानिसहरूले पनि नराम्रोसँग दुःख पाउँछन्। ठिक छ, मलाई लाग्छ अब म अलि बढी नै सतर्क भएँ। अब यो डरबाट बाहिर निस्केर समाधानतर्फ लागौँ। आफ्नो जैरिउ कार्ड कहिले र कहाँ देखाउन सुरक्षित छ त? यसको एउटा स्पष्ट रेखा हुनपर्छ। म कहाँ ढुक्क भएर यो कार्ड देखाउन सक्छु? एकदम। यो जान्न धेरै महत्त्वपूर्ण छ र यसले अनावश्यक डरबाट पनि बचाउँछ। तपाईले आफ्नो जाइरिउ कार्ड केवल आधिकारिक र विश्वसनीय स्थानहरूमा, त्यो पनि व्यक्ति स्वयं उपस्थित भएर मात्र देखाउनुपर्छ। जस्तै अध्यागमन कार्यालयमा, भिसा सम्बन्धी कामको लागि, आफ्नो सिटी वा वार्ड कार्यालयमा, ठेगाना दर्ता वा स्वास्थ्य बीमा जस्ता कामको लागि, पुलिस चौकीमा यदि उनीहरूले परिचय माग्छन् भने, ब्याङ्कमा खाता खोल्दा वा कुनै कारोबार गर्दा, तपाईँ आफै काउन्टरमा उपस्थित हुँदा, र आफ्नो रोजगारदातासँग कामको सम्झौता गर्दा आम्ने सामने भेटेर। र कहाँ चाहिँ कहिल्यै पनि साझा गर्नु हुँदैन? यसको सूची पनि स्पष्ट पारिदिनुहोस् न। कुनै पनि हालतमा अनलाइनमा फोटो खिचेर पठाउनु हुँदैन। मेसेन्जिङ एपहरू जस्तै लाइन, फेसबुक मेसेन्जर वा व्हाट्सएपमा कसैलाई पनि नपठाउनुहोस्, चाहे त्यो व्यक्ति जतिसुकै नजिकको किन नहोस्। अपरिचित व्यक्तिहरूलाई त दिने कुरै भएन। र सबैभन्दा महत्त्वपूर्ण, साथीको साथी वा आफ्नै देशको मान्छे भनेर विश्वासको आधारमा पनि कहिल्यै नदिनुहोस्। यो भिन्नता किन यति महत्त्वपूर्ण छ? आधिकारिक निकाय जस्तै अध्यागमन र कुनै अपरिचित व्यक्ति वा अनलाइन एजेन्टमा के फरक छ? दुवैले त जानकारी नै लिने हो। यहाँ मुख्य फरक प्रक्रिया, उद्देश्य र सुरक्षाको हो। अध्यागमन वा सिटी अफिस जस्ता आधिकारिक निकायहरूले तपाईको पहिचानको प्रमाणीकरण एउटा सुरक्षित र कानुनी प्रक्रिया मार्फत गर्छन्। उनीहरूको उद्देश्य तपाईलाई सेवा दिनु हो, तपाईको जानकारीको दुरुपयोग गर्नु होइन, र उनीहरू त्यो जानकारीलाई सुरक्षित राख्न कानुनी रूपमा बाध्य छन्। तर जब तपाईले अनलाइन वा कुनै अपरिचित व्यक्तिलाई आफ्नो जानकारी दिनुहुन्छ, त्यसपछि त्यो जानकारीको नियन्त्रण तपाईको हातबाट बाहिर जान्छ। त्यो कहाँ जान्छ, कसले प्रयोग गर्छ, त्यसको सुरक्षाको कुनै ग्यारेन्टी हुँदैन। त्यो एकपटक इन्टरनेटमा गएपछि सधैँका लागि त्यहीँ रहन्छ। ठिक छ। यो सबै सुनिसकेपछि मेरो मनमा एउटा डर पस्यो। मानौ भोलि मलाई नै कसैले सायद चिने जानेकै मान्छेले मेरो कार्डको फोटो माग्यो भने मैले सिधै हुँदैन भन्दा सम्बन्ध बिग्रेला कि भन्ने डर पनि हुन्छ। यस्तो अवस्थामा के गर्ने? कसरी नन्ने? यो एकदमै व्यावहारिक प्रश्न हो। यस्तो अवस्थामा स्पष्ट र दृढ भएर तर नम्रतापूर्वक जवाफ दिनुहोस्। तपाईँ यो वाक्य प्रयोग गर्न सक्नुहुन्छ: माफ गर्नुहोस्, म मेरो जाइरिउ कार्डको जानकारी अनलाइनमा साझा गर्न सक्दिनँ। यो गैर कानुनी हो र यसले मलाई भविष्यमा ठूलो समस्यामा पार्न सक्छ। यदि उनीहरूले कर गर्छन् वा केही हुन्न, मैले धेरैको गरिदिएको छु जस्ता कुरा गर्छन् भने बुझ्नुहोस् कि त्यहाँ केही गडबड छ। उनीहरूलाई तुरन्तै ब्लक नगर्नुहोस् र यदि अनलाइन हो भने त्यो प्रोफाइललाई रिपोर्ट गर्नुहोस्।
नराम्रो मान्ला कि भनेर एकछिन सोच्नुभन्दा आफ्नो भविष्यबारे सोच्नु महत्त्वपूर्ण छ। एक वास्तविक र इमान्दार व्यक्तिले तपाईँको हुँदैन भन्ने जवाबको सम्मान गर्छ। र यदि कसैले यो जानकारी सुन्नुभन्दा पहिले नै गल्तीले आफ्नो विवरण साझा गरिसकेको छ भने उनीहरूका लागि के सल्लाह छ? अब त जे हुनु भइसक्यो भनेर चुप लागेर बस्ने कि? बिल्कुल होइन। यदि त्यस्तो भइसकेको छ भने आत्तिने होइन, तर 1 सेकेन्ड पनि ढिला नगरी कदम चाल्नुपर्छ। पहिलो काम, नजिकैको पुलिस चौकीमा गएर सबै कुराको विस्तृत रिपोर्ट लेखाउनुहोस्। आफूसँग भएको सबै प्रमाण जस्तै च्याटको स्क्रिनशट, फोन नम्बर सबै दिनुहोस्। दोस्रो, तुरन्तै अध्यागमन कार्यालयलाई पनि यो घटनाबारे सूचित गर्नुहोस् ताकि उनीहरूको रेकर्डमा रहोस् र भविष्यमा भिजामा समस्या नहोस्। र तेस्रो, तपाईको नाममा कन्ट्र्याक्ट हुन सक्ने सबै ठाउँमा सम्पर्क गर्नुहोस्, जस्तै डोकोमो, एयू, सफ्टब्याङ्क जस्ता मोबाइल कम्पनीहरू, ब्याङ्क र क्रेडिट सूचना सेवा प्रदायकहरू। जति छाडो तपाईले कारबाही गर्नुहुन्छ त्यति नै क्षति कम गर्न सकिन्छ। प्रारम्भिक कार्यले भविष्यको ठूलो कानुनी र आर्थिक झन्झटबाट बचाउन सक्छ। आजको यो विस्तृत छलफलबाट मैले व्यक्तिगत रूपमा धेरै कुरा सिकेँ। अन्त्यमा यसको मुख्य सिकाइलाई सारांशमा भन्नुपर्दा, पहिलो जाइरो कार्ड कुनै मजाक वा सामान्य परिचय पत्र होइन। यो जापानमा तपाईको भविष्यको साँचो हो। दोस्रो, फोन नम्बर पनि हानिरहित जानकारी होइन, यो तपाईको डिजिटल पहिचानको गेटवे हो। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, अनलाइनमा भेटिने कसैलाई पनि, चाहे ऊ जतिसुकै विश्वासिलो देखिए पनि, यस्तो संवेदनशील जानकारीको मामलामा विश्वास नगर्नुहोस्। म सबैलाई यो जानकारी जापानमा रहेका आफ्ना अन्य साथीहरू, विशेष गरी नयाँ आएका विद्यार्थी र कामदारहरूसँग साझा गर्न अनुरोध गर्छु। तपाईको एक शेयरले जापानमा कसैको जीवन र भविष्य बचाउन सक्छ। र म एउटा गहिरो प्रश्न उठाएर आजको छलफलको अन्त्य गर्न चाहन्छु। जुन डिजिटल प्रणालीले हाम्रो जीवनलाई यति सहज र सरल बनाएको छ, त्यसैले हाम्रो पहिचानलाई एउटा नयाँ किसिमको जोखिममा पनि पारेको छ। प्रश्न यो हो, नयाँ देशमा विश्वास र सुरक्षा बीचको सन्तुलन कसरी कायम राख्ने र भविष्यमा आफ्नो डिजिटल पहिचानलाई यस्ता घोटालाहरूबाट सुरक्षित राख्न हामीले व्यक्तिगत रूपमा के कस्ता बानीहरू विकास गर्नुपर्ला? के अब जापानमा कसैले मद्दत गर्छु भन्दा पनि पहिले शङ्काको दृष्टिले हेर्नुपर्ने हो? यो प्रश्नले हाम्रो सामाजिक विश्वासमाथि नै प्रश्न उठाउँछ, जसबारे हामी सबैले सोच्न जरुरी